The atmosphere was filled with joy as our grade 1 learners stepped onto the stage, surrounded by their proud parents, caring teachers, special guests, and the school management team. The room sparkled with excitement and love. इतिहास पढ्न मन छ बनाउँदै बाटो फुलो अघि बढ्न मन छ पहाडी यही भन्छ मधेस यही भन्छ पहाडी यही भन्छ मधेस यही भन्छ आउ सबै हात मिलाऊ यो देश फेरि भन्छ यो देश फेरि भन्छ अछि गरीब Guided by their teachers, they presented a variety of performances, lively dances, cheerful songs, fun role plays, simple storytelling, and playful activities that reflected their learning journey. Every act was a glimpse of their imagination, effort, and progress, leaving the audience smiling and applauding with joy. We extend our heartfelt thanks to our dedicated teachers, supportive parents, and the entire school team for nurturing these young talents with care and love. बजार लगेर मोमो चकलेट आइसक्रिम पिज्जा खुवाउनु भयो नि चिप्स पनि किनिदिनु भएको छ भोलि खानलाई हिजो त धेरै मजा आयो गोसी म त कहीँ पनि जान पाएन शुभ प्रभात विद्यार्थीहरू आज हामी स्वस्थ र अस्वस्थ खानाबारे कुरा गर्नेछौँ सुरुमा स्वादिला लाग्छन् तर शरीरका लागि हानिकारक हुन्छन् कस्तो मिठो आहा
लाग्यो बाबु मोमो अर्डर गरेर भर्खरै ल्याएको तातै छ खाऊ खाऊ सेलाउँछ फेरि कस्तो मिठो छ बाबु कोक पनि खाऊ न कस्तो मिठो अझै ल्याइदिउ न हजुरहरूले दिएको अस्वस्थ खानाको कारण इवान्जीको पेटमा साना साना घाउहरू भएका छन् हामीले हाम्रो बच्चालाई घरमै बनेका जौली खिचडी दाल अन्डा मासु रोटी खुवाउनु पर्छ आजदेखि इवान्जीलाई बाहिरको खानाबाट टाढा राख्नुहोस् नतिजा अलि राम्रो आएको छैन किनभने उहाँहरू बिरामा धेरै दिन बस्नुहुन्छ कक्षामा अलि थाक्छन् अनि बिरामी पनि पढिरहन्छन् अनि फुटबलै खान्छन् जस्तो छ हामी त सोच्थ्यौँ ऊ खुसी हुन्छ भनेर जे खान चाहन्छ दिनुपर्छ भनेर तर हामी गलत रहेछौँ जङ्क फुड घरमा ल्याउनु भयो भने त त्यही खान्छन् अब घरको खाना बढी प्रोत्साहन गर्नुहोस् हजुरले ठिक भन्नुभयो म्याम हामीले गलत सिकायौँ अब यस्तो बानी सुधार्नु पर्छ अब हामी बजारको खाना भन्दा घरकै खाना बढी खान्छौँ वाह जब आमा बुवा बदलिन्छन् तब बच्चा पनि बदलिन्छन् जङ्क फुड होइन स्वस्थ खाना हाम्रो पहिचान हाम्रो रोजाइ हातो मुख धुनेको घुमाम खानेको कापी किताब बोकेर स्कुल जाने हो Give the rest of mine near the end of the time. You leave me, I can fly. I'm proud that I can fly. यो कहानी हो हामी सबैको प्यारो साथी मोबाइलको मलाई सुर्किने फोन चाहियो मलाई सुर्किने फोन चाहियो घुँडा फाटेको टुइके देख्ने जिनिस पेन पनि चाहियो ए बाबा जिनिस पेन पनि चाहियो
was a night of innocence, a night of happiness, a magical grade 1 annual night to cherish forever.